संसारकै 8000 मिटर भन्दा माथि रहेका 14 वटा पिक्स सबैभन्दा चाँडै चढेर रेकर्ड राख्न सफल भएका नेपाली हुन् तेन्जिन लामा शेर्पा र उनीसँगै यो रेकर्ड राख्न सफल हुन् उनकै टिममेट यानी नर्वेजियन माउन्टेनियर क्रिस्टिन हरिला। क्रिस्टिन हरिला र तेन्जिन लामा शेर्पाले 92 डेज लगाएर 14 वटा पिक चढेका थिए र उनीहरूले कसको रेकर्ड ब्रेक गरे त नन अदर देन द भेरी फेमस निर्मल पूर्जा। निर्मल पूर्जाजीले 14 वटा पिक चढ्नको लागि समय लगाएका थिए 6 महिना 6 दिन। That happened in 2019. हरिला र तेन्जिनले चढेका थिए 2023 मा। सगरमाथा माउन्ट केटु जस्ता डिफिकल्ट पिकहरू सँगै 14 वटा पिक चढ्नु भनेको चान्चुने कुरा होइन। यो पहिलोचोटि स्केल गरिएको थियो 14 वटा पिक 1986 मा र उनी थिए इटालियन राइनहोल्ड मेस्नर र पहिलो फिमेल माउन्टेनियर जसले चाहिँ 14 वटा पिक चढ्नु भयो उहाँ हुनुहुन्थ्यो स्पेनिश माउन्टेनियर एडोर्ने पासाबन। That happened in 2010. But एउटा दुःख लाग्दो घटना चाहिँ के हो भने तेन्जिन लामा शेर्पा त्यस पश्चात फेरि एउटा माउन्टेनियरिङ एक्सपेडिसनमा उहाँले आफ्नो ज्यान गुमाउनु भयो। तेन्जिन लामाज्यू र अमेरिकाका जिना मरी उहाँहरू यही 14 पिककै अर्को एउटा एक्सपेडिसनको लागि अगाडि बढिराख्दाखेरि सो घटना घट्यो 7 अक्टोबर 2023 मा र चाइनिज सर्च टिमले they declared Tenzin Sherpa to be dead on 8th October 2023 and that's a very sad news. 1988 मा सङ्खुवा सभाको मकालु गाउँमा जन्मेका तेन्जिन लामा शेर्पाको निकनेम थियो मन्तरे लामा किनभने उनले केही समय मोनेस्ट्रीमा पनि बिताएका थिए। भलै तेन्जिन लामा शेर्पा अहिले हाम्रो सामु त हुनुहुन्न बट जुन उहाँले रेकर्ड राख्नुभयो 92 days 14 pics along with his mountaineering partner Christine Harila, it is very hard to break that record and it is a very prestigious and a proud record and it is a record of Nepal. Nepal College of Management affiliated to Kathmandu University. Become a better you.